धन्यवाद छ हाम्रो रवि सरलाई। खुसी लाग्यो यहाँहरू आउनुभएको। सुविधाहरूसँग तपाईँको चाहिँ सहकारी हुन सक्ने सम्भावना छ कि छैन? सहकारी के कस्ता सहकारी हुन सक्छन्? यस्तो छ, अब देश र जनताको लागि होइन सहकार्य हुनु जरुरी छ। यो व्यक्तिगत स्वार्थ होइन, आफ्नो चाहिँ नि मैले के पाउँछु, मेरो आफन्तले के पाउँछन् भन्ने कुराले हामी चाहिँ आएको होइन। म उहाँलाई चिन्दछु, उहाँ त्यस्तो हुनुहुन्न। त्यसले गर्दाखेरि देश र जनता भन्ने दुईवटा कुरा, त्यसैलाई राम्रो गर्ने देश र जनता भन्ने मान्छेहरू बिचमा सहकार्य त जरुरी नै छ, अनिवार्य रूपमा। देशभरिको अवस्था घन्टीको कस्तो पाउँदै हुन्छ? तपाईँ त सबैतिर चासो राख्ने मान्छे हो। राम्रो छ। हाम्रो रवि सरको एउटा कस्तो भने, म मिडियाकर्मी हुँदाखेरिदेखि नै एउटा क्रेज छ। उहाँले अगाडि बढाएको कुरा नेपाली समाजले मूल्याङ्कन गरिराख्नु भएको छ। त्यसमा राम्रो छ, म त देख्छु। मूल्याङ्कन भन्नुभयो तपाईँले, ल्याउनुपर्छ होला कि अब त्यो चाहिँ उहाँलाई नै सोध्ने हो। हिजो हाम्रो मेयरको क्यान्डिडेट हुँदाखेरि उहाँ खम्बा जस्तो उभिएको मान्छे हो। अहिले पनि प्रत्येक भाषणमा, प्रत्येक इन्टरभ्यूमा चाहिँ म मेयर हर्क साम्बाङको लागि म खम्बा जस्तो भएर उभिन्छु, हारे पनि जिते पनि भन्नुभएको छ। त्यसको लागि उहाँको उम्मेदवारीलाई चाहिँ हर्क सरले चाहिँ कसरी भन्नुभएको छ? उहाँको उम्मेदवारी के अरे, त्यही त भने त मैले, राम्रो कुराको लागि यहाँले गरिराख्नु भएको छ। तपाईँ एउटा असल व्यक्ति, धेरै असल व्यक्तिहरू नेपालमा छौँ होला जस्तो लाग्छ। तपाईँ विजय हुनुहुन्छ। रुको जरा, सबर करो। तपाईँ के अरे देशभरि नै घुमिराख्नु, सबैतिर आफ्नो निर्वाचन क्षेत्र पनि हेर्नुपर्छ। सबैतिर भ्याए जति ठाउँमा अत्यन्त रस छ है। 130जना प्रत्यक्ष प्राप्त हुन्छ। 130जना हुन्छ, साह्रै धेरै। 110 तक समानुपातिक। मैं क्या करूं, फिर जॉब छोड़ दूं? किप इट अप, यसलाई कन्टिन्यू गर्नु होला। बोल्ने मान्छे नापेर, जोखेर, तौलेर परिणाम के आउँछ भनेर त बोल्दैन। ती अभिव्यक्तिहरूमा विवाद आए पनि त्यो भनेको एउटा चलायमान चिज हो। त्यसमा मेरो विचारमा कहीँ कतै कसैले पनि, न मेयर साहबले न उहाँको समाजले कसैले निराश हुनु पर्दैन। हामीलाई उत्साह नै मिलेको छ, केही फरक पर्दैन। त्यो सार्वजनिक खपतमा हुने कुराहरूमा इन्जोय गरे हुन्छ। तर यो प्लिज किप इट अप। हामी तात्विक रूपमा मिल्दैनौँ, हेर्दा मात्रै त्यस्तो देखेको। तर नयाँहरू मिल्दाखेरि पुरानाहरूलाई धक्का दिन सजिलो हुन्थ्यो होला, पुरानाहरूको हालिमाली तोडिन्थ्यो होला भन्छन्। तपाईँको फेरि म के भन्छु भने नि, तोरी कोदो र रायो फरक हो क्या होइन? तपाईँलाई ढिँडो खानु मनपर्छ त कोदो छान्नु पर्यो, तपाईँलाई तेल निकाल्नु मनपर्छ त तोरी छान्नु पर्यो। रायोको दाना, तोरीको दाना र कोदोको दाना त्यो गेडा हुन्छ नि, एउटै देखिन्छ कि, बट दे आर तात्विक रूपमा दे आर डिफरेंट। तपाईँ चाहिँ कुन दानामा डिफरेंट होइन? यस्तो छ। क्या बोला तूने? एक पहले क्या बोला? चल हामी तात्विक रूपमा मिल्दैनौँ, हेर्दा मात्रै त्यस्तो देखेको। जाके इलाज कराओ। धन्यवाद छ हाम्रो रवि सरलाई। खुसी लाग्यो यहाँहरू आउनुभएको। सुविधाहरूसँग तपाईँको चाहिँ सहकारी हुन सक्ने सम्भावना छ कि छैन? सहकारी के कस्ता सहकारी हुन सक्छन्? यस्तो छ, अब देश र जनताको लागि होइन सहकार्य हुनु जरुरी छ। यो व्यक्तिगत स्वार्थ होइन, आफ्नो चाहिँ नि मैले के पाउँछु, मेरो आफन्तले के पाउँछन् भन्ने कुराले हामी चाहिँ आएको होइन। म उहाँलाई चिन्दछु, उहाँ त्यस्तो हुनुहुन्न। त्यसले गर्दाखेरि देश र जनता भन्ने दुईवटा कुरा, त्यसैलाई राम्रो गर्ने देश र जनता भन्ने मान्छेहरू बिचमा सहकार्य त जरुरी नै छ, अनिवार्य रूपमा। देशभरिको अवस्था घन्टीको कस्तो पाउँदै हुन्छ? तपाईँ त सबैतिर चासो राख्ने मान्छे हो। राम्रो छ। हाम्रो रवि सरको एउटा कस्तो भने, म मिडियाकर्मी हुँदाखेरिदेखि नै एउटा क्रेज छ। उहाँले अगाडि बढाएको कुरा नेपाली समाजले मूल्याङ्कन गरिराख्नु भएको छ। त्यसमा राम्रो छ, म त देख्छु। मूल्याङ्कन भन्नुभयो तपाईँले, ल्याउनुपर्छ होला कि अब त्यो चाहिँ उहाँलाई नै सोध्ने हो। हिजो हाम्रो मेयरको क्यान्डिडेट हुँदाखेरि उहाँ खम्बा जस्तो उभिएको मान्छे हो। अहिले पनि प्रत्येक भाषणमा, प्रत्येक इन्टरभ्यूमा चाहिँ म मेयर हर्क साम्बाङको लागि म खम्बा जस्तो भएर उभिन्छु, हारे पनि जिते पनि भन्नुभएको छ। त्यसको लागि उहाँको उम्मेदवारीलाई चाहिँ हर्क सरले चाहिँ कसरी भन्नुभएको छ? उहाँको उम्मेदवारी के अरे, त्यही त भने त मैले, राम्रो कुराको लागि यहाँले गरिराख्नु भएको छ। तपाईँ एउटा असल व्यक्ति, धेरै असल व्यक्तिहरू नेपालमा छौँ
होला जस्तो लाग्छ। तपाईँ विजय हुनुहुन्छ। रुको जरा सबर करो। तपाईँ के अरे देशभरि नै घुमिरहेको सबैतिर आफ्नो निर्वाचन क्षेत्र पनि हेर्नुपर्छ, सबैतिर भ्याए जति ठाउँमा बसिरहेको छ। अत्यन्त रस छ है। 130जना प्रत्यक्ष प्राप्त हुन्छ, 130जना हुन्छ, साह्रै धेरै। 110 तक समानुपातिक। मैं क्या करूं फिर, जॉब छोड़ दूं? किप इट अप, यसलाई कन्टिन्यू गर्नु होला। बोल्ने मान्छे नापेर जोखेर तौलेर परिणाम के आउँछ भनेर त बोल्दैन। ती अभिव्यक्तिहरूमा विवाद आए पनि त्यो भनेको एउटा चलायमान चिज हो। त्यसमा मेरो विचारमा कहीँ कतै कसैले पनि, न मेयर साहबले न उहाँको समाज कसैले निराश हुनु पर्दैन। हामीलाई उत्साह नै मिलेको छ, केही फरक पर्दैन। त्यो सार्वजनिक खपतमा हुने कुराहरूमा इन्जोय गर्ने इन्जोय गरे हुन्छ, तर यो प्लिज किप इट अप। हामी तात्विक रूपमा मिल्दैनौँ, हेर्दा मात्रै त्यस्तो देखेको। तर नयाँहरू मिल्दाखेरि पुरानाहरूलाई धक्का दिन सजिलो हुन्थ्यो होला, पुरानाहरूको हालिमाली तोडिन्थ्यो होला भन्छन्। तपाईँ फेरि म के भन्छु भने नि, तोरी कोदो र रायो फरक हो क्या होइन? तपाईँलाई ढिँडो खानु मनपर्छ त कोदो छान्नु पर्यो, तपाईँलाई तेल निकाल्नु मनपर्छ त तोरी छान्नु पर्यो। रायोको दाना, तोरीको दाना र कोदोको दाना त्यो गेडा हुन्छ नि, एउटै देखिन्छ कि, बट दे आर तात्विक रूपमा दे आर डिफरेन्ट। तपाईँ चाहिँ कुन दानामा डिफरेन्ट पर्नु? होइन, यस्तो छ। क्या क्या बोला तूने? एक पहले क्या बोला? चल हामी तात्विक रूपमा चल, मिल्दैनौँ, हेर्दा मात्रै त्यस्तो देखेको। जाके इलाज करो अपना।